यस्तो धेरै सोच नै नपरोस् के नयाँ ठाउँ नयाँ मान्छे। नमस्ते लासो फ्याफुला र स्वागत छ तपाईहरुलाई पुनमको युट्युब। आज यस भिडियोमा हामी गर्नेछौं केही गफ र यो गफ चाहिँ के को बारेमा हो त तपाईहरुले अहिले देख्न सक्नुहुन्छ कि मेरो च्यानलमा चाहिँ मैले यसै बोल्ने वाला कन्टेन्ट या फेर हुन्छ नि घुमेको वालाहरु हाल्छु अलि धेरै भनेर। अनि यो भिडियोमा चाहिँ म तपाईहरुलाई मेरो कसरी यो घुम्ने बाहिर जाने भ्लग बनाउने त्यस्तो वाला स्टार्ट भयो त भनेर अलिकति ब्याक स्टोरी दिन चाहन्छु। सो लेट्स स्टार्ट द भिडियो। आजको यो भिडियो चाहिँ एक्चुअली एकदमै अनप्लान्ड हो किनभने भोलि शनिबार हो अनि म अहिले शुक्रबार राति यो भिडियो बनाउँदै छु। त्यो पनि किन भन्देखि मैले चाहिँ एउटा भिडियो देखेँ। म आज मेरो ग्यालरी यसरी स्क्रोल गर्दै थिएँ के अनि ठ्याक्क 1 वर्ष अगाडि 2024 को मेको 1 तारिखमा चाहिँ मैले एउटा भिडियो बनाएको रहेछु जहाँ चाहिँ म मेरो रुममेटसित एक्चुअली हुन्छ नि मस्त पिङमा खेल्दै गफ गरेको रहेछु। अनि त्यो गफ गर्दाखेरि मैले भनेको रहेछु कि म यो वर्ष बाहिर जान चाहन्छु, म यो वर्ष आफूलाई बाहिर लग्छु, म घरमा मात्र बस्दिन भनेको रहेछु। अनि भगवानको कृपा भनौं कि यो के भनौं हैन, तर ठ्याक्कै त्यही महिना मेको 18 तारिखमा चाहिँ म र मेरो साथी हुन्छ नि म चाहिँ पहिलोचोटि यसरी आफ्नो शहरबाट बाहिर घुम्न भनेर निस्केकी रहेछु के। अनि त्यसपछि त त्यो समयदेखि अहिलेसम्म त म कति घुमिसके, साथीसँग मात्र हैन कि एक्लै पनि हुन्छ नि कति ठाउँ पुगिसके। त्यसको लागि चाहिँ म एकदमै नै धेरै ग्रेटफुल छु भगवान प्रति। अनि आई एम अल्सो भेरी प्राउड अफ माइसेल्फ। म चाहिँ यस भिडियोमा तपाईहरुलाई धाग लगाउन आएको हैन कि तपाईहरुलाई हुन्छ नि कसरी मेरो यो पहिला बाहिर ननिस्किनेबाट कसरी म बाहिर जादै छु भनेर त्यो मेरो मेन्टल वाला हुन्छ नि स्टोरी चाहिँ तपाईहरुलाई भन्न आएको, ताकि तपाईहरुलाई पनि अलिकति इन्स्पिरेसन मिलोस्। किनभने मलाई लाग्छ कि तपाईहरु पनि आफ्नो कम्फर्ट जोन पर कोही हुन्छ नि बाहिर आउन सकिरहनु भएको छैन होला। यदि हो त्यस्तो हो भने यो भिडियो एन्डसम्म हेर्दिनु होला अनि यु विल गेट दैट अलिकति इन्स्पिरेसन। आई होप, आई विश है त। यो कहानी सुरु गर्नुभन्दा अगाडि चाहिँ म तपाईहरुलाई अलिकति ब्याक स्टोरी दिन्छु है। किन चाहिँ म पहिला चाहिँ घरबाट पाइलै ननिकाल्ने, किन त्यस्तो थिए र अहिले चाहिँ यति धेरै घुम्ने यस्तो ड्रास्टिक चेन्ज हुन्छ नि कसरी भयो त्योहरु तपाईलाई अलिकति एक्सप्लेन गर्छु है त। म चाहिँ जर्मनी आएको थिएँ 2022 मा डिसेम्बरको महिनामा र त्यहाँदेखि 2024 को मे सम्म चाहिँ म केही काम पर्यो भने मात्र निस्किने हो, नत्र भए म चाहिँ घरबाट निस्किदैन थिएँ कि। यस्तो घुम्नेहरु चाहिँ एकदमै कम मन लागे पनि हुन्छ नि ननिस्किने कि, किनभने मलाई डर लाग्थ्यो नयाँ ठाउँ नयाँ मान्छे, अलि गाडीमा हरायो भने यताबाट उता कुद्नुपर्छ मलाई बाटो थाहा भएन भने भन्ने त्यस्तो डर हुने के। अनि यो आफ्नै शहरमा पनि म कति धेरैचोटि हराइसकेको थिएँ के। अनि त्यसैले यो शहरभन्दा बाहिर जाने चाहिँ मलाई त्यो आँटै आएन के। अनि पैसाको हिसाबमा भन्नु पर्यो भने पनि मेरो त्यस्तो केही पनि चेन्ज भएको छैन के। हुन्छ नि नर्मल नै छ, पहिला जस्तो त्यस्तै नै छ, तर हुन्छ नि म अहिले गइरहेको छु के। अनि समयको टाइमको हिसाबमा भन्नु पर्यो भने झन् पहिला चाहिँ मसित धेरै टाइम थियो किनभने म काम मात्र गर्थेँ अनि हुन्छ नि फ्री टाइम अलि धेरै नै हुन्थ्यो। भ्याकेसन्सहरुमा पनि घरमै बस्दिनी, घरबाट म चाहिँ निस्किदैन थिएँ। अनि अहिले त झन् मेरो पढ्नु पनि पर्छ, काममा पनि जानुपर्छ, तै पनि मैले कसरी टाइम म्यानेज गर्छु, म घुम्छु क्या। अनि त्यसैले सिचुएसनको हिसाबमा भन्नु पर्यो भने त्यस्तो केही चेन्ज भएको छैन, यहाँ चाहिँ चेन्ज भएको छ क्या। मैले अघि भने जस्तै पहिलातिर चाहिँ मलाई एकदमै हुन्छ नि डर लाग्ने, आँटै नआउने, बाहिर जानै मन चाहिँ लाग्ने, घुम्न चाहिँ मन लाग्ने तर बाहिर चाहिँ जान मन नलाग्ने त्यस्तो हुन्थ्यो कि। त्यो चाहिँ किन हुन्छ भन्दाखेरि यस्तो मेन्टली हुन्छ नि दिमागको हिसाबमा कुरा गर्नु पर्दाखेरि चाहिँ हामीले जुन कुरा गरिरहेको छौं नि हामीलाई चाहिँ त्यसमा चाहिँ हुन्छ नि सेफ फिल हुन्छ कि, सुरक्षित फिल हुन्छ। अनि केही नयाँ कुरा गर्न पर्दाखेरि चाहिँ हाम्रो दिमागलाई के लाग्छ, अफे यो त नयाँ हो, यो त हुन्छ नि डर लाग्ने कुरा हो कि के हो भनेर। अनि यदि हामीलाई त्यो डर लागिरहेछ भने के भन्छ दिमागले, हो त्यो काम गर्नु हुँदैन, त्यसमा डेन्जर छ, नगर भनेर। अनि हाम्रो दिमागले हामीलाई नै के गरिदिन्छ, खेलाइदिन्छ, घुमाइदिन्छ अनि हामी त्यही बसे हुन्छौं।
र यसले चाहिँ यो पनि प्रुभ गर्छ कि किन कति मान्छेहरू चाहिँ अब्युजिभ रिलेसनशिपमा बसिरहन्छन्, हुन्छ नि यो एडिक्टिभ ह्याबिट्सहरूलाई छोड्नलाई गाह्रो हुन्छ। किन भनेदेखि उनीहरूको दिमागलाई चाहिँ के लाग्छ, यो रिलेसनशिप यो सम्बन्ध हो तिम्रो लागि नराम्रो भइरहेको छ तर नयाँ खोज्न पनि त गाह्रो छ भनेर हुन्छ नि त्यसरी लिन्छ। त्यही एडिक्सनमा नै उसले कम्फर्ट पाइरहेको हुन्छ कि उसलाई थाहा छ त्यो नराम्रो हो भनेर, तै पनि हुन्छ नि उसलाई त्यो चेन्ज चाहिँ झन् धेरै डर लाग्दो देख्छ के। त्यो नराम्रो कुरा भन्दाखेरि नि त्यो चेन्ज चाहिँ धेरै हुन्छ नि नराम्रो देख्छ, नराम्रो अलि धेरै डर लाग्ने, आफ्नो लागि अनसेफ देखिने हुँदो रहेछ क्या। इंग्लिशमा चाहिँ एउटा भनाइ छ कि चेन्ज इज अनकम्फर्टेबल भनेर, बदलाव चाहिँ अप्ठ्यारो हुन्छ अरे के, र त्यो सही हो। र इंग्लिशमा अझै अर्को भनाइ छ, त्यो चाहिँ हो बी कम्फर्टेबल विथ बिङ अनकम्फर्टेबल। सिम्पल भाषामा भन्नु पर्दाखेरि चाहिँ तपाईलाई त्यो अप्ठ्यारो फिल हुन्छ नि, अप्ठ्यारो लाग्छ नि, त्यसमा नै बानी बसाल्नु होला रे के। त्यसमा नै यस्तो बानी बसाल्ने कि त्यो अप्ठ्यारो नै सजिलो लागोस् क्या, बुझ्दै हुनुहुन्छ नि। त्यसैले यसको लागि के गर्ने त, तपाईले फर्स्टमा चाहिँ एकचोटि हुन्छ नि तपाईलाई के गर्न मन छ, जस्तै कि मेरो केसमा मलाई घुम्न जान मन थियो र म गएँ, म एकचोटि पहिलोचोटि साथीसित बाहिर घुम्न गएँ। त्यसैले तपाईलाई केही गर्न मन छ भनेदेखि जस्ट डु इट, एकचोटि गरिदेऊ। त्यो एकचोटि गरिसकेपछि तपाईलाई कस्तो फिल हुन्छ भनेर चाहिँ अनि महसुस गर्ने कि राम्रो हो कि नराम्रो हो। राम्रो फिल भइरहेको छ भने त्यसको मतलब के हो कि त्यो चिज चाहिँ तपाईले फेरि गर्नुपर्ने रहेछ, त्यो तपाईको लागि हो रहेछ भन्ने बुझ्छ क्या। मेरो केसमा मलाई घुमेपछि मलाई कस्तो आनन्द आइरहेको क्या। त्यो घुम्ने भन्दाखेरि पनि मलाई चाहिँ म आज बाहिर निस्केँ, म आज हुन्छ नि मैले आज आफूले आफूलाई नयाँ ठाउँ देखाएँ भन्ने त्यो कुराले नै मलाई कस्तो खुसी बनाएको थियो क्या। अनि त्यसैले मैले डिसाइड गरेँ कि म अब हुन्छ नि अझै धेरै घुम्ने छु भनेर। त्यसैले तपाईहरुलाई पनि केही गर्न मन छ भने लाइक डु इट क्या, डु इट। अनि गरेपछि नै त थाहा हुन्छ। त्यसैले म तपाईहरुलाई भन्न चाहे कि जस्ट डु इट। अब चाहिँ म तपाईहरुलाई अर्को कुरा भन्न चाहे र त्यो चाहिँ हो, अघि भनेको थिए एकचोटि गर्नु होला, अब म भन्छु 10 चोटि गर्नु होला। किनकि एकचोटि गरेपछि हुन्छ नि मजा आउँछ, या फिर आउँदैन भने त्यो नगर्ने, आउँछ भने अब फेरि गर्ने। तर कहिलेकाहीँ चाहिँ के हुँदो रहेछ भनेदेखि आफूलाई थाहा हुन्छ मलाई त मजा आएको थियो भाइ घुम्नको लागि, त म फेरि जानु छ तर मलाई जानै मन छैन। यस्तो मलाई भएको थियो कि कतिचोटि हुन्छ नि मलाई जानु छ तर मलाई घरबाट निस्किन नै मन छैन क्या। त्यो पहिलाको प्याटर्न हुन्छ नि, पहिला मलाई जस्तो फिल हुन्थ्यो नि त्यो फेरि दोहोरिन लागिरहेको रहेछ क्या। अनि मैले के गरेँ त, आफूलाई फोर्स गरेँ। म त जाँदिन भनेर हुन्छ नि बिहान निस्किनु पर्ने मान्छे म दिउँसोतिर निस्केँ होइन, तर म एटलिस्ट बाहिर त गएँ नि। अनि बाहिर गएपछि चाहिँ फेरि आज त नयाँ ठाउँ देखियो भनेर खुसी हुने के। यदि म खुसी नभएको भए चाहिँ मलाई थाहा हुन्थ्यो कि होइन आज चाहिँ मलाई त्यस्तो ठिक छैन रहेछ भन्ने थाहा हुन्थ्यो। तर मलाई चाहिँ प्राय हुन्छ नि अगाडि चाहिँ ठिक नहुने, तर घुमेपछि चाहिँ मजा आउने थियो कि। अनि मलाई लाग्यो ए यो पहिलाको हुन्छ नि पहिलाको अल्छी पुनम पो आएको रहेछ ममा भन्ने हुने के। त्यसैले तपाईको पनि त्यो अल्छीवाला भर्जनहरू पनि बिचमा आउँछ है। 10 चोटि गरिसक्दाखेरि पनि आउन सक्छ क्या। त्यसैले के गर्नु, अघि 10 चोटि भने अब चाहिँ भन्छु 20 चोटि गर्नु के। यति चोटि गर्नु कि तपाईलाई त्यो कुरा गर्नलाई चाहिँ पछि चाहिँ हुन्छ नि यस्तो धेरै सोच्नै नपरोस् के। दिमागलाई चाहिँ के बानी बसोस् कि यो नयाँ कुरा होइन, यसमा डराउनु पर्दैन, ल गर नि त भनेर हुन्छ नि एक्सनमा आइहालोस् क्या। यो दिमागले धेरै नै सोच्न नपरोस्, दिमाग चाहिँ सेफ फिल गरोस् क्या। हुन त यो कस्तो सिम्पल कुरा थियो, यस्तो हुन्छ नि घुम्न जाने मात्र थियो, तैपनि यस्तो कुरामा पनि कत्रो दिमागको खेल हुँदो रहेछ भनेर चाहिँ यस भिडियोमा मैले तपाईहरुलाई बुझाउन चाहेको। अनि कसरी म यस्तो ढुसी पर्ला चाहिँ घरमै बस्ने मान्छेबाट अहिले यस्तो घुमन्ते अझ भ्लग बनाउने भएको छु भनेर तपाईहरुलाई देखाउन चाहेको। देखाउन भन्दाखेरि पनि तपाईहरुलाई चाहिँ हुन्छ नि आफ्नो कम्फर्ट जोनबाट निस्किनुहोस् भनेर अलिकति प्रेरणा दिन चाहेको हो मैले। र म आशा गर्नेछु कि तपाईहरु पनि आफ्नो कम्फर्ट जोनबाट बिस्तारै निस्कन सक्नुहुन्छ भनेर मलाई विश्वास छ। र
हुन्छ नि बिस्तारै बिस्तारै पाएर चाहनु होला हुन्छ गरिन्छ सकिन्छ र बेस्ट अफ लक तपाईको यो जिन्दगीको जर्नीको लागि र आफूले आफूलाई माया गरिरहनु होला धेरै धेरै धन्यवाद यो भिडियोलाई एन्डसम्म हेरिदिनु भएकोमा भिडियो मन परे लाइक गरिदिनुहोस् कमेन्टमा आफ्नो विचार भनिदिनु होला साथीभाइमा शेयर गर्नु होला र मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला धेरै धेरै धन्यवाद कीप लभिङ योरसेल्फ गाइस बाइ बाइ Niks draußen. Nicht draußen. Ich will draußen gehen. Ja, nicht immer zu Hause.